कहिलेकाहीँ यस्तो लाग्छ जीवनले मलाई एकैचोटि धेरै परीक्षा दिइरहेको छ। एकातिर अधुरा सपना छन्, अर्कोतिर यो शरीरको पीडा। मनले दौडिन खोज्छ तर शरीरले साथ दिँदैन। कति अचम्म छ है, मान्छे बाहिरबाट सामान्य देखिन्छ तर भित्र हरेक साससँग लडिरहेको हुन्छ। म पनि त्यस्तै सङ्घर्षमा छु। सबैलाई लाग्छ म ठिक छु, हाँस्छु, बोल्छु, सामान्य देखिन्छु। तर कसैले देख्दैन कि यो शरीरको दुखाइले कसरी भित्र गलाइरहेको छ भन्ने कुरा। रोगले केवल शरीर दुखाउँदैन रहेछ, यसले मन पनि थकाउँछ, आशा पनि कमजोर बनाउने रहेछ। जब शरीर दुख्छ त्यति बेला सपना पनि भारी लाग्छ। पहिले म ठुलो सपना देख्थेँ, केही गरेर देखाउने, आफ्नो मान्छेलाई सुख दिने, आमाको अनुहारमा ढुक्क मुस्कान ल्याउने, बुबाको काँधको भार हल्का गर्ने। तर आज कहिलेकाहीँ आफ्नै शरीर उठाउन पनि गाह्रो हुन्छ। यति धेरै थकान छ कि कहिलेकाहीँ सोच्छु, भगवान अझै कति? के मेरो भाग्यमा सङ्घर्ष मात्र लेखिएको हो? के मेरो सपना सधैँ अधुरै रहने हो? राति निदाउन खोज्दा दुई कुरा सताउँछ, अधुरा सपना र शरीरको पीडा। यी दुवैले मनलाई चिरिदिन्छन्। आँखा बन्द गर्दा पनि शान्ति भेटिन्न, आँखा खोल्दा पनि डर मात्र देखिन्छ। डर लाग्छ, यदि म निको हुन सकिनँ भने, यदि सपना पुरा हुनु अघि नै म थाकेर रोकिन पुगेँ भने। यी सोचहरू कसैलाई सुनाउन सक्दिन, किनकि सबैलाई आफ्नो जीवन सजिलो छैन। त्यसैले म चुपचाप सबै सहिरहेको छु। म मुस्कुराउँछु तर त्यो मुस्कान सधैँ साँचो हुँदैन। धेरै पटक मात्र आँसु नदेखियो हो। म रोगसँग लडिरहेको छु, तर रोगभन्दा ठुलो लडाईँ मेरो मनभित्र चलिरहेको छ। एकातिर शरीर भन्छ अब सकिँदैन, अर्कोतिर सपना भन्छ अझै हार नमान। म बिचमा उभिएको छु, थाकेको छु, तर अझै जिउँदो आशा सहित। सायद आज मेरो समय नराम्रो छ, सायद भगवानले मलाई धैर्य सिकाइरहनु भएको छ। तर म विश्वास गर्न चाहन्छु कि यो पीडा स्थायी होइन। एक दिन यो शरीर पनि निको हुनेछ, एक दिन यी अधुरा सपना पनि पूर्ण हुनेछन्। आज म रोइरहेको हुन सक्छु, आज म पीडामा हुन सक्छु, तर भोलि सायद म यही कथा हाँसेर सुनाउने छु। त्यसैले आज पनि आफूलाई एउटा कुरा सम्झाउन चाहन्छु, शरीर थाक्न सक्छ, मन टुट्न सक्छ, तर आशा मर्न दिनु हुँदैन। किनकि अधुरो सपनामा भएको मान्छे अझै हारिसकेको हुँदैन। ऊ केवल आफ्नो समयको प्रतीक्षामा हुन्छ र म पनि त्यही प्रतीक्षामा छु। एउटा दिनको प्रतीक्षामा, जुन दिन यो दुखाइ कम हुनेछ, जुन दिन मेरो सपना अधुरो रहने छैन, र त्यो दिन म आफैलाई भन्नेछु, तँ धेरै पीडामा थिइस्, तर हेर, तँ अन्तिमसम्म लडिरहिस्।